गाइस, आज चाहिँ मेरो सेकेन्ड भ्लग हो। अनि आज चाहिँ हामी भकुण्डे लेखा र भकुण्डेबाट तल झरेर घर जान लागेको। बिहान आएको हामी चाहिँ। अनि ट्रेल र कोसेली भनौँ कि के भनौँ हो, त्यही कोसेली जस्तै सामान हालिदिनु भयो। अनि उहाँ जिनी हुनुहुन्छ, हामी जिनी हुनुहुन्छ। उयो त्यो लाली गुराँस सिक्ने भनेको रिस सिक्ने। अनि ला अहिलेको 50 रुपियाँ राखेर मैले बालिदिएको छोरा आयो क्या हो। गाइजहरु, साथीको भ्लगमा चाहिँ मलाई गरे म खोज्छु खामला भनेको झन् 50 रुपियाँ गाड्यो। हिँड्नु तेरो रोटी चाहिँ यो त होइन, यहाँ त 100। उसको चाहिँ पैसा हरायो रे, खाने भनेको पैसा त्यही नै हो। अहिले भेटौँला। गाइजहरु, उसको चाहिँ ठोक्यो यहाँ मेला छ त। आमाहरू आउनुभएको रहेछ, ठोक्यो भयो रे। गाइजहरु हेर्न सक्नुहुन्छ, हामी जाने चाहिँ उता हो भ्यू पेक्स। गाइजहरु, तेरो छाता छोडेर ल्याउनु साथी कस्तो भयो छाता छोडेर आउँदा? झन् उकालो जान पर्यो कि उसलाई चाहिँ। गाइजहरु, यति छ नि बाटो, यति धेरै वहाँसम्म पुग्नुपर्छ। वहाँ दोकानदेखि छ नि एउटा घर कहाँ छ के रिस उठ्ने। त्यही पनि यहाँ बुट्टाहरू चाहिँ छ, तर उसै छैन। बुट्टाहरू त छ तर के छैन। कहाँ छ यसले काँदी? तल आम्मा, तल त भिड छ नि। म गएर भेट्छु है। गाइजहरु, उसले टिका किनेको टिका यस्तो हेर। मलाई त मन परेन मैले गाजलको टिका मात्र युज गर्ने। कस्तो आर्के हेर्न पछाडि कस्तो हो अन्त नि 10 रुपियाँको टिका नि, यति ठुलो टिका 10 रुपियाँ। यो बरु 10 को प्याकेट यत्रो आउँछ। मैले यस्तो डिब्बामा किनेको 10 मा भन्नाले नि 10 मा 5 छपे भने यत्रो प्याकेट आउँछ। 15 रुपियाँमा के यो त काम नलाग्यो। यसो डिब्बामा पाइन्छ नि सानो। पानी फ्रीमा। गाइजहरु, यस्तो भिडमा छ रोटी जान, त्यही पनि एउटा छैन। गाइजहरु, काफलको बुट्टा तर काफल छैन। हजुर, यो मङ्की चाहिँ उहाँ हेर्न सक्नुहुन्छ रोटी रेगुलर ट्रिपमा गइसै। हामी चाहिँ सेकेन्ड टाइमै हो यति टाढा यात्रामा आएको। यति टाढा यात्रामा आएको। किन आफ्नो मोबाइलमा आफै गराउन भिडियोमा, साथीले गराउनलाई इच्छिन्। तिमी भनेको तिमी हो नि त, साथीले नबनाइदिए मैले बनाउनु पर्ने। ल जा बनाइ। गाइजहरु, त्यत्रो उकालो कट्यौँ हेर्नु कस्तो राम्रो घाम झुल्क्यो त्यहाँ। यस्तो गर्नु है, कस्तो राम्रो। मेरो साथी पनि त्यस्तै राम्री। राम्री छैन कि मलाई त्यस्तरी बिल्ला नहान। तिमी छेउ त राम्री। गाइजहरु, तँ किन यस्तो हेर्नु? म त्यत्रो बाटो घुमेर यता आइसकेँ भने ऊ चाहिँ त्यही छ कि अझ नि हेर्नु। ओए यता तल आइज छिटो। धौ भयो रे आम्मा। त्यति उकालो हिँडेको त धौ भयो रे मेरो साथीलाई। बल्ल डकुरा आयो। छिटो आउनुहोस्। हामी चाहिँ पर पुग्नु पर्ने छ। जुम गर्छ केटी उहाँ। त्यत्रो टाढा कहिले पुग्ने होला? यति धेरै धौ भयो। यो पो हिजो त्यहाँ चाहिँ टिकटक गराउँदैछ। ल गर हेर्नुहोस्, म चाहिँ एकछिन स्टार्टै गर्छु है क्यामेरा है। गाइजहरु, टिकटक चाहिँ यो पाहेले गर्दा बिग्रियो। हेलो गाइज, हामी चाहिँ आप खान लागेको। यहाँ चाहिँ चाउचाउको सुप छ, उट्यानी छ। अनि हाम्रो चाहिँ एकदम बेस्ट दिन रहेको छ आज। नदेखाएको खा। फर्स्ट बाइट दामी हो गाइज। फर्स्ट बाइट। गाइजहरु, चाउचाउ खाँदैछौँ।
म चाहिँ यहाँ डेरी मिल्क चाउजन कस्तो खाने नपास राखेको र गाइसहरु डेरी मिल्क कसलाई चाहियो कति रुपैयाँ अरे 20 हो कि हैन 25 हेलो गाइस डेरी मिल्क उतेसँग नि छ जाम तल अब यत्रो बाटो जानुपर्ने हजुर डेरी मिल्क त ओरिजिनलै हो के 50 खालको नि हो का 50 खालको जस्तै हो के 2-3 को नि एउटै हो यो 25 को नि एउटै तर अलि थोरै पाइन्छ यत्रोसम्म पाइन्छ यार मैले डेरी मिल्क खास कसले ध्यान दला पहिला दाइले ल्याइदिएको गाइजहरु म चाहिँ यसको लाली गुलास लुकाइदिन्छु एकछिन के हुँदो रहेछ रियाक्सन हेरौँ सुरुमै थाहा पाउनु भएको त यार चित्र भएन लाली गुलास कति गाह्रो भयो है पहाडमा गएर टिप्नु भएको मेरो साथीले के थाहा कस्तो रोडमा आइन गाइस बल्ल बल्ल हामी चाहिँ रोड देख्न सक्नुहुन्छ यस्तो घाम पनि चर्किरहेको छ यति बेला चाहिँ यस्तो घाम चर्केको छ कि के भन्नु पसिना गाइजहरु ट्याक्क बिहान आउँदाखेरि यति धेरै आँप थियो कि अहिले त आँपै छैन आँप चोर गाइजहरु आमा हामी आँप चोरहरू यो घरको आँप यो घरमा मान्छे नदेखेन यहाँ आँप चोर्दै हुनुहुन्छ आङ्गो साङ्गो फेरि ताजा आँप चोरेर हामीले चाहिँ हेर्न स्मेल कति दामी कहाँ यतातिरको आँपको स्मेल आउने हाम्रो घरतिर फेरि स्मेलै आउँदैन स्मेल आउन त आउँछ कि तर त्यस्तो पावर स्मेल आउँदैन यो चाहिँ अघि नै हामीले केरा दिएको यो बहिनीलाई चाहिँ बनाएन अनि त्यही भएर बाई बाई गरेको थिएँ उसको भ्लगमा म मात्र बोल्नु पर्यो उसित भ्लगै गराउँदैन यार रोकी गाइस हामी चाहिँ अब आँप खान लाग्यो त्यो कति ठुलो परिच है मलाई सक्नु भयो नि त हजुर ल्याउँदैन सानो फर्स्ट बाइट ताजा रुखको भर्खरै टिपेको कस्तो कलिलो कलिलो